एल निनियो कुनै आँधी होइन, कुनै हुरिकेन होइन, यो समुद्र र हावाको एउटा विशाल खेल हो। यो मुख्य रूपमा पेसिफिक ओसनमा हुन्छ। सामान्य अवस्थामा पेसिफिक ओसनको पश्चिम भागमा, जस्तै इन्डोनेसिया र अस्ट्रेलिया नजिक धेरै तातो हुन्छ। तर ट्रेड विन्ड्स भनिने हावाले त्यो तातो पानीलाई पश्चिमतर्फ धकेलिरहेको हुन्छ। तर कहिलेकाहीँ यी हावा कमजोर हुन्छन् र त्यसपछि तातो पानी पूर्वतिर फर्किन थाल्छ। यही घटनालाई भनिन्छ एल निनियो। एल निनियो स्पेनिस शब्द हो। यसको अर्थ लिटल बोय वा क्रिस्ट चाइल्ड मानिन्छ। यो नाम पेरुका माछा मार्नेहरूले दिएका थिए, किनकि यो घटना प्राय क्रिसमसमा देखिन्थ्यो। तर सानो नाम भए पनि यसको प्रभाव भने विशाल हुन्छ।